हामी हरेक वर्ष नयाँ वर्षको सङ्कल्प बनाउँछौँ। जनवरी आउँदा हामी ऊर्जा, उत्साह र आशाले भरिन्छौँ। हामीलाई लाग्छ यो वर्ष फरक हुनेछ। असम्भव जस्तो लाग्ने काम पनि सम्भव जस्तो देखिन्छ। तर सत्य के हो भने फेब्रुअरी आइपुग्दा धेरै सङ्कल्पहरू हराइसक्छन्। हरेक वर्ष उही चक्र दोहोरिन्छ। उत्साह बिस्तारै कम हुँदै जान्छ र हामी फेरि पुरानै बानीतिर फर्किन्छौँ। समस्या हाम्रो क्षमता होइन, समस्या हाम्रो निरन्तरता हो। यदि यसपटक तपाईँ टिक्न सक्नुभयो भने यही वर्ष तपाईँको जीवन बदलिन सक्छ। किनकि जनवरी 1 मा हामी सबै नयाँ व्यक्ति बन्छौँ। अलार्म बज्नु अघि उठ्ने योजना बनाउँछौँ, जिम जाने, अनुशासित हुने, जीवन बदल्ने बाचा गर्छौँ। त्यो दिन हामीलाई लाग्छ यो वर्ष फरक हुनेछ। तर प्रश्न के हो भने फेब्रुअरी आउँदा ती बाचाहरू कहाँ हराउँछन्? यदि नयाँ वर्षले साँच्चै जीवन बदल्ने हो भने किन हरेक वर्ष हामी उही ठाउँमा फर्किन्छौँ? समस्या सङ्कल्प होइन, समस्या हाम्रो तरिका हो। आज म तपाईँलाई मोटिभेसन दिन आएको होइन, आज म तपाईँलाई एउटा मेथड दिन आएको हुँ जसले फेब्रुअरी, मार्च र डिसेम्बरसम्म तपाईँलाई टिकाइरहन्छ। किनकि परिवर्तन मितिबाट हुँदैन, परिवर्तन तब सुरु हुन्छ जब तपाईँ हार मान्न छोड्नुहुन्छ। प्रश्न यो होइन कि हामी किन सङ्कल्प बनाउँछौँ, साँचो प्रश्न त यो हो हामी किन यति सजिलै हार मान्छौँ। धेरैजसो सङ्कल्प वास्तविकतामा आधारित हुँदैनन्, ती भावनामा बनाइन्छन्। उत्साहको बेला हामी निर्णय गर्छौँ, आशा र प्रेरणाले अगाडि बढ्छौँ, तर तिनलाई टिकै राख्ने कुनै ठोस व्यवस्था हुँदैन। हामी धेरै ठुलो लक्ष्य राख्छौँ, सबै कुरा एकैपटक बदल्न चाहन्छौँ, तर जब जीवनमा चुनौतीहरू आउँछन् हामी टिक्न सक्दैनौँ। साँचो परिवर्तन जनवरी 1 मा सुरु हुँदैन, यो त तब सुरु हुन्छ जब तपाईँ आफैसँग इमान्दार हुनुहुन्छ, जब तपाईँ आफैसँग झुट बोल्न छोड्नुहुन्छ। यो वर्ष धेरै बाचा नगर्नुहोस्, असम्भव लक्ष्य नबनाउनुहोस्, सानो तर निरन्तर काममा ध्यान दिनुहोस्। जस्तै म हरेक दिन जिम जान्छु भन्नुको सट्टा म हरेक दिन कम्तीमा 10 मिनेट शरीर चलाउँछु भन्नुहोस्। म सफल हुन्छु भन्नुको सट्टा म हरेक दिन अलिकति सुधार गर्छु भन्नुहोस्। सानो सानो कदम निरन्तर चाल्दा त्यो बानी बदलिन्छ। सफलता ठुलो र भव्य हुँदैन, अनुशासनले उत्साह दिन्छ, त्यो पर्याप्त छैन। साँचो शक्ति हुन्छ निरन्तरता, सानो प्रयास र धैर्यमा। यदि तपाईँ यो वर्ष फरक बनाउन चाहनुहुन्छ भने तपाईँलाई फरक बानी चाहिन्छ, मितिले होइन, क्यालेन्डरले होइन, तपाईँका दैनिक कामहरूले जीवन बदल्छ। त्यसैले यो नयाँ वर्ष अस्थायी प्रेरणाको पछि नलाग्नुहोस्। आफ्ना लक्ष्यलाई समर्थन गर्ने डेली रुटिन बनाउनुहोस्, आफ्नो प्रगति ट्र्याक गर्नुहोस्, गल्ती हुँदा आफैलाई माफी दिनुहोस्, तर कहिल्यै हार नमान्नुहोस्। याद राख्नुहोस्, जो मानिसहरू जित्छन् उनीहरू प्राय सबैभन्दा प्रतिभाशाली हुँदैनन्। उनीहरू त केवल त्यस्ता व्यक्ति हुन् जो हरेक दिन उपस्थित रहन्छन्, चाहे सजिलो होस् या कठिन। यो वर्षलाई शान्त, सानो र बलियो बनाउनुहोस्। जब फेब्रुअरी आउँछ त्यो पहिलो वर्ष जस्तै होस्, जहाँ तपाईँ अझै उभिएको हुनुहुन्छ, अझै अघि बढिरहनु भएको छ र अझै आफ्नो विकासमा प्रतिबद्ध हुनुहुन्छ। तर साँच्चीकै नयाँ वर्षको सङ्कल्प कसरी सफल बनाउने? यो वर्ष फेरि पुरानो गल्ती कसरी नगर्ने? पहिलो कदम नक्कली लक्ष्य बन्द गर्नुहोस्। यदि लक्ष्य केवल फेसबुक वा इन्स्टाग्राममा राम्रो देखिन्छ तर तपाईँको वास्तविक जीवनमा पुरा गर्न असम्भव छ भने त्यो सुरु हुनु अघि नै असफल छ। त्यसको सट्टा त्यस्ता लक्ष्य राख्नुहोस् जुन तपाईँले खराब दिनमा पनि पुरा गर्न सक्नुहुन्छ। जब तपाईँ थाक्नुहुन्छ, तनावमा हुनुहुन्छ वा व्यस्त हुनुहुन्छ, त्यस्ता लक्ष्य मात्र वास्तविक प्रणाली हुन्, इच्छा मात्र होइन। दोस्रो कदम परिणाम होइन, आफ्नो पहिचानमा ध्यान दिनुहोस्। धेरैले भन्छन् म तौल घटाउन चाहन्छु वा म धनी बन्न चाहन्छु, तर केवल नतिजामा ध्यान दिनु हुँदैन। साँचो परिवर्तन तब आउँछ जब तपाईँले आफैलाई को हो भनेर विश्वास गर्नुहुन्छ। म तौल घटाउन चाहन्छु भन्नुको सट्टा भन्नुहोस् म आफ्नो शरीरको सम्मान गर्ने व्यक्ति हुँ। म धनी बन्न चाहन्छु भन्नुको सट्टा भन्नुहोस् म हरेक दिन सिक्ने र सुधार गर्ने व्यक्ति हुँ।
जब तपाईको पहिचान लक्ष्यसँग मेल खान्छ, तपाईको व्यवहार आफै बदलिन्छ। तपाईले जबरजस्ती केही गर्नु पर्दैन, तपाई स्वाभाविक रूपमा त्यसरी नै काम गर्नुहुन्छ। तेस्रो कदम, लक्ष्यहरू साना र निरन्तर राख्नुहोस्। ठुलो परिवर्तन रातारात हुँदैन र यसले केवल निराशा बढाउँछ। ठुलो सफलता दैनिक साना जितहरूबाट आउँछ। जस्तै हरेक दिन 10 मिनेट पढ्नु 3 दिनमा 1 घण्टा पढ्नु भन्दा राम्रो हो। हरेक दिन स्वस्थ भोजन खानु नखानु भन्दा राम्रो हो। हरेक दिन 1 घण्टा केयरफुल्ली काम गर्नु पुरै दिन व्यर्थ गर्नु भन्दा राम्रो हो। कन्टिन्युटी इन्टेन्सिटी भन्दा शक्तिशाली हुन्छ। सानो सानो कदमहरू पनि लगातार चाल्दा ठुलो परिणाम मिल्छ। चौथो कदम, आफ्नो प्रगति ट्र्याक गर्नुहोस्। जसलाई मापन गर्न सकिन्छ त्यसमा सुधार हुन्छ। नोटबुक वा मोबाइल एपमा हरेक दिनको काम टिप्नुहोस्। हरेक टिक मार्कले तपाईँ उपस्थित भएको प्रमाण दिन्छ। प्रगतिले गतिशीलता ल्याउँछ र गतिशीलताले परिणाम दिन्छ। पाँचौं कदम, आफ्नो वातावरणलाई लक्ष्य पूरा गर्न सहयोगी बनाउनुहोस्। इच्छा शक्ति कमजोर हुन्छ तर वातावरण शक्तिशाली हुन्छ। अनुशासन सजिलो हुन्छ जब प्रलोभन कठिन हुन्छ। जस्तै बढी पढ्न चाहनुहुन्छ भने पुस्तक सजिलै देखिने ठाउँमा राख्नुहोस्। सामाजिक सञ्जालबाट टाढा रहन चाहनुहुन्छ भने एप्स हटाउनुहोस्। बिहान छिटो उठ्न चाहनुहुन्छ भने छिटो सुत्नुहोस्। सानो सानो वातावरणीय परिवर्तनले तपाईको सङ्कल्प पूरा गर्न ठुलो मद्दत गर्छ। छैठौं कदम, फेलियर आउँछ भनेर तयार हुनुहोस् तर रोकिएर नबस्नुहोस्। तपाईले कहिलेकाहीँ दिन छुटाउनु हुनेछ, गल्ती गर्नु हुनेछ। एक पटक छुट्नु सामान्य हो तर 2 पटक छुट्नु बानी बन्न सक्छ। त्यसैले असफल हुँदा तुरुन्त पुनः सुरु गर्नुहोस्। सक्सेस पूर्णतामा होइन, दृढतामा छ। सातौं र अन्तिम कदम, आफ्नो लक्ष्यसँग बलियो कारण जोड्नुहोस्। यदि तपाईको किन कमजोर छ भने तपाईको प्रयास पनि कमजोर हुनेछ। यो तपाईको भविष्य, तपाईको परिवार र योग्य जीवनको लागि गर्नुहोस्। तपाईको कारण पर्याप्त बलियो हुनुपर्छ जसले कठिन दिनहरूमा पनि तपाईलाई अघि बढ्न प्रेरित गर्छ। यो वर्ष पूर्णतामा होइन, निरन्तरतामा लक्षित गर्नुहोस्। किनकि डिसेम्बरमा तपाईले प्रेरित महसुस गर्नुभएका दिनहरू सम्झनुहुन्न, तपाईले कहिल्यै हार नमान्नु भएको दिनहरू सम्झनुहुन्छ। स्मरण गर्नुहोस्, दीर्घकालीन परिवर्तनको रहस्य उत्कृष्ट सङ्कल्प छान्नमा होइन, यो त त्यसलाई समर्थन गर्ने सही प्रणाली बनाउनमा छ। 1 वा 2 लक्ष्य रोज्नुहोस् जसले साँच्चीकै तपाईलाई उत्साहित बनाउँछ। प्रगति ट्र्याक गर्नको लागि व्यवस्था गर्नुहोस्। साना सफलता सेलिब्रेट गर्नुहोस्। तपाईको 2026 को यात्रा पहिलो सानो कदमबाट सुरु हुन्छ। आजै सुरु गर्नुहोस्। मोटिभेसनको पर्खाइ नगर्नुहोस्, पर्फेक्सनको पर्खाइ नगर्नुहोस्, जस्ट सुरु गर्नुहोस्। हरेक कदम जति सानो भए पनि प्रगति हो। हरेक दिन तपाईँ उपस्थित हुनुहुन्छ भने कठिन भए पनि त्यो विजय हो। हरेक पटक तपाईँ आरामको सट्टा काम रोज्नुहुन्छ भने तपाईँ आफ्नो जीवन निर्माण गर्दै हुनुहुन्छ। तपाईले बुझ्नुपर्छ, परिवर्तन कहिले सजिलो हुँदैन। सङ्घर्ष, सफलता र निराशा प्रक्रियाको हिस्सा हुन् र जो मानिस लगातार प्रयास गर्छन् उनीहरू आफ्नो लक्ष्यमा पुग्छन्। यो वर्ष आफूलाई हार नमान्ने व्यक्ति बनाउनुहोस्। पूर्ण छेडको पर्खाइ नगर्नुहोस् र बुझ्नुहोस् 2026 तपाईको वर्ष हो। वर्ष जब तपाईले आफैले प्रमाणित गर्नुहुन्छ कि तपाईँ सक्षम, अनुशासित र लगातार हुनुहुन्छ। यो वर्ष केवल योजना बनाउनु पर्याप्त छैन, तपाईले काम गर्नुपर्छ, तपाईँ प्रतिबद्ध हुनुपर्छ र तपाईँ निरन्तर उपस्थित रहनुपर्छ। हरेक सानो कदम, हरेक सानो प्रयास, हरेक दिनको प्रतिबद्धता, यी सबैले तपाईको जीवन बदल्ने शक्ति राख्छ। आजै सुरु गर्नुहोस्, अहिले नै कदम चाल्नुहोस्। तपाईको भविष्य तपाईको हातमा छ।